Rồi, uta farke. Lama. Hello everyone, good morning. अहिले चाहिँ बिहानको 7 बजिसकेको छ। हात पनि लागिसकेको तपाईहरु सक्नुहुन्छ पूर्वबाट। अनि अब आज मेरो छोराको जन्मदिन हो अनि अलिअलि केक सेक काटेर मनाउने भन्ने प्लान छ। हेरौँ कस्तो हुन्छ। बाइ ल बाइ ल म ह्यापी बर्थडे छोरू। ओए दुखे बजार सामान ल्याउनु जाँदैछौँ। स्कुटर यादै गर्नु होला। भाइ र म चाहिँ अब सामान ल्याउनु जान्छौँ। बजार अब आमाहरू चाहिँ यताबाट पार्क जानुहुन्छ अनि चाहिँ यताबाट सामान लगेर पार्कमा जान्छ। वाउ कति राम्रो देखेछ आकाश भ्यू। वाह बजार आइपुग्यौँ है। हामीहरू केक अर्डर गरेर सामानहरू केकको लागि के चाहिन्छ सबै ल्याएर हामी आइसक्यौँ। अब अलिक बाँकी सामानहरू यताबाट लगेर जान्छौँ। पार्कमा चाहिँ आइपुगेछौँ। सामान यति धेरै छ उचालेर आइरहेछौँ। यता अङ्कल पनि उचालेर आइरहनु भएको छ अनि हामी हिँडिरहेछौँ। अनि आमा भाइ बहिनी अनि हाम्रो मिलन बिमला अनि सबै यतातिर चाहिँ आउँदै हुनुहुन्छ। हामी चाहिँ अलिक अगाडि आएको। कस्तो राम्रो छ पार्क। वाउ कति राम्रो रहेछ सिन पनि दामी। यस्तो छ है यहाँ चाहिँ। यति बस्ने यस्तै हामी गयौँ। अझै माथि पनि छ पार्क चाहिँ। अहिले म पछि देखाउँछु है हजुरहरूलाई। छोरी के खायौ तिमीले हिजो भनिदेऊ त। हाय भन छोरो। हाय भन। यो अब हामीले खाएको खानाको फोहोरहरू चाहिँ उठाएर फालेको। अब हामीले फोटोहरू खिचेको थियौँ। त्यो फोटोहरू राखेको छु। त्यो एउटा फ्यामिली फोटो। ल एकछिन यता हेर त बाबुलाई। हाई गर। बाई। बर्थडे मनाएर सकिसक्यो। फ्यामिली मात्रै थियौँ त्यही भएर धेरै बेर पनि भएन। अब हामी घर फर्किन लाग्छौँ सबैजना। अब चाहिँ म घर आइसकेको छु अनि मेरो छोराको बर्थडे मनाएर अनि म घर आइसकेँ। बर्थडेमा चाहिँ हामी कोही पनि थिएनौँ धेरै
किनभने अब यता म माइतमा छु मेरो आमा अनि मेरो बहिनी भाइ अनि अङ्कल आन्टी अनि मेरो फुपूको छोरी अनि छोरा अनि बुहारी मात्रै थियौँ हामी यतिजना चाहिँ थियौँ हामी कम थियौँ अनि त्यसपछि अनि थोरैमा अनि छोटो मिठोवाला बर्थडे चाहिँ मनायौँ हामीले केकहरू काटेर अनि बाबु पनि अब चकचक गर्ने अब बच्चापछि त्यस्तै हो अलि मान्दैनन् अनि बस्दैनन् त्यस्तै भयो जस रमाइलो चाहिँ भयो सबै ओभरअलमा रमाइलो भयो बर्थडे चाहिँ अब हामी चाहिँ टाइममै घर आइसकेका छौँ 4:30 बजीतिर लगभग साँझ पर्दैछ 4:30 भइरहेछ यति बेला अनि यति बेला चाहिँ हामी घर आइपुगिसकेका छौँ किनभने हामी अगाडि 1 बजे 12:30 1 बजीतिर हामी गएको थियौँ आज मेरो छोराको बर्थडे चाहिँ यस्तै नै भयो जस मेमोरी हुन्छ भनेर चाहिँ मैले भिडियो बनाइरहेको छु गाइस टाटा बाई बाई